दण्डवत पिताजीलाई ताई गर्नु भएको खुसी भई आफ्नो फलको तपहेर सबै भन्नु भएको ब्रह्माजीले विमान दिए त्यसमा गर्छु छैन धनको मालिक बस्नु बनाइदिए बस्ने ठाउँ छैन नारायण हरि कता बस्ने हो बस्ने ठाउँ पाइन भन्छौ मैले दिउँ कहाँ राज्य स्वरू राज्य गर्थे अघि उनका महा विष्णुसँग दानवको ठुलो युद्ध भएको विष्णुसँग हावा खाई पातालमा गएको यस कारणले लङ्का सहर आजकाल भावी भएको नारायण हे बाबु हरि जाऊ लङ्कामा यस्तो आज्ञा पिताजीको जब सुन्न पाएको पुष्पक विमान चढी कुबेर लङ्कामा आएको धेरै काल लङ्का महाराज गर्नु भएको पातालबाट सुमारी जो दानव घुम्दै त्यस ठाउँमा आएको कुबेरलाई विमानमा त्यसले देख्न पाएको मन मनमा दानवले भन्न लाग्यो कहाँ मेरा कुलमा कुबेर जस्ता जन्मेन छन् यहाँ आफ्नी छोरी कैकेसीलाई साथै